Panda. I got broads in the moly. New day, new vlog. हेलो गाइज, आज चाहिँ म बुवाको बुढो साइकलमा म भ्लग बनाउँदै हो, गाउँ घुम्दै हो। यो मेरो गाउँ हो मुर्तिया, हेरिदिनु पर्यो सबले है। ल तर यता म जाँदिनँ। त्यो लेफ्ट साइडको हरियो घर चाहिँ रोचकको है, यहाँ पसल छ कुल्फी। अगाडि जाँदैछौँ हामी। मुर्तिया मन्दिर हैन, गेट। इट्स अ गेट हैन गाइज। मुर्तिया अननोन हिस्टोरिकल प्लेस। पहिला गुफातिर जाऊँ। धेरै काम भइरहेछ मुर्तियामा। कहिले बनाएको? हँ, गेट कहिले बनाएको? अस्ति भर्खर मैले देखाएको थिएँ गेट। यो होइन, बच्चामा हामी यो भित्र छिर्थ्यो होइन, यहाँ छिरेर उयो निस्किन्थ्यो। उयो के अरे मन्दिर लिएर भित्रभित्र। अब यसको देखाउने हो। अब के देखाउने भन्दाखेरि यसको भित्र जान त सक्दैन होला। पानी छैन गाइस, पानी चाहिँ छैन है। पानी परेको बेला पानी जम्छ। पहिला यो भित्र छिरेर उहाँ निस्किन्थ्यो हामी। त्यो मन्दिर भएको ठाउँमा सब ढुङ्गा कहाँबाट ल्यायो, पहाडतिरबाट होला सबै मुनि। ऐतिहासिक ठाउँ हो यो चाहिँ। सेल्फी भइरहेछ त्यहाँ। यो मुर्तिया मन्दिर चाहिँ होइन गाइज, 200-300 वर्ष पुरानो हो क्या। राजाको बेलाको भन्छन् मान्छेहरूले। हो पनि यति पुरानो छ होइन, पुरानो जमानाको होइन। मुर्तिया ऐतिहासिक ठाउँ कति भने जस्तो हुन्छ, तर यो चाहिँ पुरै ढुङ्गाको है गाइज। तलदेखि माथि यहाँ कला धेरै छ। यो पहिला उतातिर थियो है, यहाँ ल्याएर आएछ। धेरै काम बाँकी छ गाइस। सब ढुङ्गाको बने है। यो चाहिँ भोलेनाथ शिवजीको यो चाहिँ। अब चाहिँ घर जान लागेको मूर्ति। अब मन्दिर घुमेर अब मूर्तिया एक शान्त वातावरण भएको गाउँ हो। लेफ्ट साइडको विक्रमको घर अनि राइट साइडमा चाहिँ अध्यक्षजीको घर हो। अगाडि जाँदैछौँ हामी, भेट्दै गर्नु होला। यस्तै छ गाउँतिरको वातावरण। विकास चाहिँ भइरहेछ बिस्तारै। ब्लक छ मुर्तियाको वरिपरि। जाम अब अगाडितिर हेर्दै गर्नु होला। ह्यान्डल लेख्छ हेर्दा म थिएटर होला त्यतिकै राखेँ। लड्यो भने धेरै फेरि। आजको ब्लग यहीँ सकिन्छ गाइज। थ्याङ्क्स फर वाचिङ, किप सपोर्टिङ मी, पिस आउट।